यस्तो छ कि मेरो फेसबुकमा 1K फलोवर्स थिए होइन। त्यो फलोवर्स भन्न मिल्दैन क्या तिनीहरूलाई, तिनीहरू सबै आफ्ना साथीभाइहरू फ्रेन्डहरू मात्रै हुन् क्या। अनि फ्रेन्डहरू कस्तो भनेपछि मैले भिडियो अपलोड गरिरहन्थेँ, डेली एउटा रिल हालिरहन्थेँ। अनि एक दिन के भएछ भने सक लाग्यो क्या मलाई, 2 घन्टाभित्रमा 1.5 घन्टा समथिङ भनौँ न, 2 घन्टाभित्रमा 3.3K भ्युज गयो क्या। ल यत्रो भ्युज भने होइन, लाइक जम्मा 3 लाइक थियो कि 3 लाइक भनेपछि आफै सोच्नु न कि मलाई माया गर्ने मान्छेहरू, मेरो साथीभाइ, आफन्ती, इष्टमित्रहरू सबै के कस्तो रहेछ भनेर होइन। ठिकै हो अब ठिकै हो, अब यो थाहा होइन, अब सपोर्ट गर्नै पर्छमा भन्ने पनि छैन होइन। अब आफ्नो काम कारोबार के हो त्यही गर्दा हुन्छ। अब यार मतलब भन्नै मिलेन के, ल त के नगर बेलुका दिनकै एउटा मेरो भिडियो हेर भनेर भन्नै मिलेन के। अडियन्स भनेको, अडियन्स र सब्सक्राइबर भनेको एउटा मनले चाहिँ खिच्नुपर्ने हो कि चिज मैले गरिरहेको छु नि उसलाई मन परेर चाहिँ गराएको देखाएको चिज चाहिँ राम्रो हो। जबरजस्ती सब्सक्राइबर बनाउनु होइन, जबरजस्ती मेरो ओके सो हे वाट्सएप एभ्रीवन, वेलकम ब्याक टु माई न्यू। धेरै दिन पछाडि ब्याक गर्नु पऱ्यो होइन। अनि रुवा लागिरहेको छ, भिडियो नबनाऊँ भन्ने त सोचिरहेको थियो, तर के बनाउनै पऱ्यो। अनि यार लास्टमा भइरहेको छ कि पहिलाको च्यानल उडेर त्यस्तो मेमोरिजहरू थियो कि के गरेको थिएँ। अहिले यो नयाँ च्यानलमा काम गर्ने एकदमै अप्ठ्यारो भइरहेको छ। त्यो कुराले यस्तो चस्स बित्छ होइन, हिजो रातभरि रोएर इमोसनल भएर आँखा सुनिरहने आँखा गेडीहरू होइन। अनि के भने आउनै पऱ्यो, मलाई लाग्यो कि अब जो भयो भयो गयो गयो होइन। अब मान्छेहरूले अब आफ्नो मन पराए मान्छेहरू भन्नाले पनि अब त्यस्तो आफ्नै के आफ्नै आमा बाबा बित्दाखेरि त त्यस्तो कुराहरू बिर्सेर जान्छन् भने हाँस्छन् भनेपछि अब त्यो त नर्मल हो मेरो लागि होइन। तर त्यो भन्दा पनि केही कम पनि छैन कि यार त्यो च्यानल डिलिट भएको होइन। अब के गर्नु भन्नै कसरी भन्नु कि मेरो त्यस्तो दुःखहरू थियो, स्ट्रगलहरू थियो, मेमोरिजहरू के गरेका थिएँ, सबै कुराहरू थियो कि सबै टाइम स्पेन्ड गरेर त्यसैको पछाडि लागिरहेको थिएँ। यत्रो दुःख गरेँ, के गरेँ म भन्नै सक्दैन कसैले, न कसैले बुझोस्, कसैले बुझ्नेवाला पनि छैन। अनि अब के उसलाई भन्दैन यस्तो गयो त्यस्तो गयो भनेर होइन। बुझ्नेले बुझिहाल्छ, एकदमै बुझ्छ, नबुझ्नेले त उसलाई थाहा नभएको मान्छे चाहिँ के भन्ला ए हा हो जे भन्यो भने त के बुझ्दैन के भन्नु खोइ। तर स्ट्रगल गर्न छाड्दिनँ म है। त्यत्रो अब 3 वर्षसम्म विदाउट मनीको होइन, विदाउट भ्युजको त्यत्रो कन्टेन्टहरू 800-900 कन्टेन्टहरू त अपलोड गर्न सकेँ भनेपछि मैले। अनि यो त नयाँ च्यानलमा त अब आउने दिनहरूमा पनि गर्न सक्दिनँ म त भन्न सक्दैन होइन। त्यही पैसाको लागि मैले त्यो पहिलाको चिजहरू गरेँ के होइन कि आजभोलि भ्लगरहरू के छ भनेपछि अब जे होस् अलिक धेरै कन्टेन्ट बनाउने, भ्युज छ भने पैसा कमाउने त्यति हुन्छ नि त होइन, सब प्रायः जस्तो गेम। तर पहिले चाहिँ मैले भिडियो बनाउँदाखेरि के थियो भनेपछि कन्टेन्ट चाहिँ बवाल हुनु पऱ्यो कि म चाहिँ राम्रो पर्फेक्ट देखिनु पऱ्यो, मेरो कन्टेन्ट चाहिँ राम्रो हुनु पऱ्यो। मान्छेले पैसा भन्नाले पनि अब राम्रो तरिकाले चिन्नुहुन्थ्यो कि मान्छेहरूले चिन्दाखेरि कि यार फलाले यस्तो गर्यो त्यस्तो गर्यो हो, त्यो चाहिँ होस् भनेर मात्रै हो क्या। अनि पछि अब अरूले पैसा कमा देखेर अब लालच लाग्न थाल्यो, तर त्यो लालच पछाडि पनि लागेन भयो। तर गल्ती गरेको थिएँ मैले त्यो च्यानलमा पनि, त्यही भएर अब डिलिट गरिदियो। अनि लास्टमा मिस्टेक थिएन कि मेरो, लास्ट स्ट्राइक मलाई थाहा थियो अब 3 स्ट्राइक हानेपछि अब च्यानल डिलिट हुन्छ भनेर। 2 स्ट्राइक लागिसकेपछि मैले केयर गरिरहेको थिएँ कि अब यस्तो गर्नुहुन्न, सबै कुराहरू बुझिसकेको थिएँ मैले, कस्तो भिडियोहरू अपलोड गरेँ नगरेँ सबै के। तर विदाउट रिजनकै लास्टमा डिलिट गरिदिएँ कि अब त्यो च्यानल फर्केर आउनेवाला छैन होइन। यत्रो दुःख गरेँ, अब विदेश पासपोर्ट बनायो होइन, विदेश जान लागिसकेको मान्छे नगरौँ एकचोटि ट्राई गरौँ के हुन्छ कि भने यत्रो 2 वर्ष वेटिङमा बसेर त्यत्रो लास्टमा आएर नउताको बनाइदिएँ कि केही गरेन मैले जस्तो बनाइदिएँ कि। त्यो च्यानलको लागि मैले लाइफमा रियल लाइफमा त्यति दुःख गरेको थिएन कि जति मैले त्यो च्यानलको लागि दुःख गरेको थिएँ। अब त कारोबारी थप भयो, काहीँ जाम भने मनै लाग्दैन, केही गरौँ भने मनै लाग्दैन। तर यो टाइममा चाहिँ मान्छेहरूको अनुहारको मुख चाहिँ राम्रोसँग बुझ्न सक्यो कि साला सबै स्वार्थी हुन्छन् होइन। एउटा कुरो त कोही आफ्ना हुनन्, अनि आफ्नो मान्छे त आफ्ना हुन्छन्, दुनियाँ हुन्छ नि त। अब त म कसैलाई पनि भन्दैन कि सब्सक्राइब गरिदियो मेरो च्यानल, यस्तो गरिदियो उता गरिदियो भनेर कोहीलाई पनि भन्दैन होइन। भनेर पनि काम छैन। अब कति चाहिँ सब्सक्राइबर त्यत्रो लगभग 4 वर्ष हुन लागिसकेको थियो। अब 3-4 मन्थ पछाडि 4 वर्ष हुन्थ्यो, 4 वर्ष कम्प्लिट हुन्थ्यो कि कन्टिन्यू डेली भिडियो अपलोड गर्थ्यो। अब त्यस्तो सिचुएसन पैसा नभएको साला पैसा गारेर एमबी तानेर अपलोड गर्थ्यो कि एउटा भिडियो पोस्ट गर्नलाई 1 GB तान्नलाई 30 रुपियाँ आउँथ्यो क्या। बुझ्यो भने त्यस्तो तरिकाले चाहिँ त्यस्तो ठाउँबाट बिलङ गरिरहेको थिएँ कि मैले। तर
भनिरहेको थिएँ एक दिनमा बनाउला भनेर, तर भएन भने जस्तो केही नहुने हुन्छ सबै त्यहाँ नासै पारिदिए गयो यो युट्युबले होइन। के भने यो प्लेटफर्मै नखोल्या भए आनन्द त्यस्तो दुःख पनि गर्दैन थिएन, अरू चिजमै स्ट्रगल गरिदिन्थ्यो होइन। जस्तो एउटा स्किल त बनेको थियो नि, अब छैनन्। अब यस्तो हो कि अब त्यो च्यानल डिलिट भयो, अब अडियन्स भएको भए पो अब त्यो पहिलो च्यानल अडियन्स थियो उनीहरूले हेर्न खोज्छ भनेर अर्को च्यानल पनि खोलेपछि त्यो पनि त्यो अनुसारले ग्रो हुन्छ भन्यो नि त होइन। छैन अब त्योमा अडियन्स पनि थिएनन्, केही थिएनन्, दुःख मात्रै थियो कि न पैसा थियो न भ्युज थियो न अडियन्स थिए न के दुःख मात्रै थियो क्या। त्यही भएर पनि हो कि अब तैँले अर्को च्यानलमा गर छाडिदियो भने के भइदियो यार। अर्को कुरो के भनेपछि मान्छेहरू 2 पैसा कमाउनु पर्छ नि यस्तो घमण्ड देखाउँछ, यस्तो घमण्ड ठुसेर आउँछ होइन। मै हो भन्ने ठान्छ क्या साला। अनि अर्को कुरो मसँगै भिडियो हेर्ने मान्छेलाई चाहिँ के भन्छु भने चाहिँ यो घरमा बसेर के गर्ने होला कसो गर्ने होला भनेर भोलिको लागि पर्सि सोच्ने, आजको लागि भोलि सोच्नेहरूलाई चाहिँ के भन्छ भने चाहिँ जस्तो सुकै दुःख आयो भने जे आयो भने चलिहाल्नुपर्छ कि त्यो के सोचेको छ त्यो गरिहाल्ने हो कि। अनि पछि रिजल्ट थाहा भइहाल्छ नि कसले कति के गर्ने रहेछ, कतिको केयर हुने रहेछ, कतिको सपोर्ट पाइने रहेछ, कता के सबै कुरा बुझिन्छ नि त। त्यही भएर दायाँ बायाँ सोच्ने भन्दा कि जुत्ता लगाने क्या चल्ने क्या जहाँ जानु मन लाग्छ जे गर्न मन लाग्छ गर्ने क्या। अनि जे हुन्छ क्या। अनि सक्यो सबै, अब कुनै पनि कुराको आश छैन होइन, कुनै पनि कुराको आश छैन। त्यत्रो वेटिङमा बसेँ अब के गर्छु भनेर। अनि निक्लेको थिएँ गाउँबाट, सोचेको थिएँ अब होइन खत्रै चिनाउँछु गाउँलाई भनेर, गाउँकै मान्छेले त सपोर्ट गर्दैन। अनि यस्तो छ कि मेरो फेसबुकमा 1K फलोवर्स थिए होइन। त्यो फलोवर्स भन्न मिल्दैन क्या तिनीहरूलाई, तिनीहरू सबै आफ्ना साथीभाइहरू फ्रेन्डहरू मात्रै हुन् क्या। अनि फ्रेन्डहरू कस्तो भनेपछि मैले भिडियो अपलोड गरिरहन्थेँ, डेली एउटा रिल हालिरहन्थेँ। अनि एक दिन के भएछ भने सक लाग्यो क्या मलाई, 2 घन्टाभित्रमा 1.5 घन्टा समथिङ भनौँ न, 2 घन्टाभित्रमा 3.3K भ्युज गयो क्या। ल यत्रो भ्युज भने होइन। लाइक जम्मा 3 लाइक थियो कि 3 लाइक भनेपछि आफै सोच्नु न कि मलाई माया गर्ने मान्छेहरू मेरो साथीभाइ आफन्ती इष्टमित्रहरू सबै के कस्तो रहेछ भनेर होइन। ठिकै हो अब यो थाहा होइन, अब सपोर्ट गर्नै पर्छमा भन्ने पनि छैन होइन। अब आफ्नो काम कारोबार के हो त्यही गर्दा हुन्छ। अब यार कसैलाई भन्नै मिलेन कि ल त के नगर बेलुका दिनकै एउटा मेरो भिडियो हेर भनेर भन्नै मिलेन कि। अडियन्स भनेको अडियन्स र सब्सक्राइबर भनेको कुरो एउटा मनले चाहिँ खिच्नुपर्ने हो कि जे मैले गरिरहेको छु नि उसलाई मन परेर चाहिँ गराएको देखाएको चिज चाहिँ राम्रो हो। जबरजस्ती सब्सक्राइबर बनाउनु होइन, जबरजस्ती मेरो भिडियो हेर भन्नु न, यो त्यस्तो गर्न मिल्यो न, यस्तो कस्तोले गर्नेवाला छन् क्या। त्यो हो मलाई अरूभन्दा पनि यस्तो दुःखको कुरा के लागिरहेछ भनेपछि होइन। जब मेरो साला यो जुङ्गा डायरी थिएन भने त्यो टाइमबाट चाहिँ मैले अब 17 वर्ष उमेर हुँदाखेरि चाहिँ होइन, 17 वर्षदेखि चाहिँ 17 वर्षको एजदेखि चाहिँ भिडियो अपलोड गर्न लाग्यो क्या त्यो च्यानलमा। अनि कन्टिन्यू भिडियो डेली सबै त्यही सोचेको थिएँ मैले मेरो लाइफमा। ल बे गर्नुपर्छ माने बुढाहरूले कि बे गरेर त्यो त उमेर भएको यहाँ दिएर हुन्छ कि होइन, मलाई त के गर्नु छ। अनि त्यही भएर अब सबै के मेरो सबै कुरा छाडेर म 1 मिलियन सब्सक्राइबर पाउँछु भनेको थिएँ। चल 3 वर्ष लाग्यो कि मलाई 1.3K सब्सक्राइबर बनाउनको लागि। 3 वर्ष जबरजस्ती केही थिएन होइन, एउटा दुःखले मात्रै तानेर लिएको सब्सक्राइबर हो। र लास्टमा भस्म पारिदियो कि मलाई त्यो च्यानलमा। मैले थाहा छ होइन त्यो च्यानल केही भइरहेको थिएन, तर मैले एउटा कुरा के सोचेको थिएँ भनेपछि यो च्यानलमा दुःख थियो त्यति हो क्या, धेरै स्ट्रगल गरेको थियो। 1 दिन चल्छ त्यो च्यानल चल्न त 1 दिनको इन्तजार थियो क्या, तर 1 दिनमै च्यानल उडाइन्छ भनेको चाहिँ थाहा थिएन कि यार। कमसेकम होइन त्यो च्यानलमा मेरो मेमोरिजहरू मैले गरेका दुःखहरू स्किलहरू सबै एभ्रिथिङ थियो कि त्यसमा। अनि म मरिगयो भने होइन अब मान्छेले त हेरेर चाहिँ फल्ना यस्तो गर्थ्यो भने चाहिँ कस्तो गर्ने चाहिँ हेर भन्ने हुन्छ नि त मान्छेहरूको। अनि त्यो टाइममा चाहिँ जस हो यार यस्तो रहेछ, त्यस्तो गर्ने रहेछ, यस्तो रहेछ या सबै कुराहरू बुझिदिन्थ्यो क्या तपाईँहरूले। अनि छैन खाक बनाइदियो, खाक यार मैलाई राग बनाइदियो, के गरौँ कसो गरौँ भन्ने छ कि जसको लागि म होइन यत्रो वर्ष बसिरहेको थिएँ यहाँ। यत्रो वर्ष बसेँ होइन, आँखा कस्तो सुनिरहेको क्या। अनि 3 वर्ष मैले पासवर्ड बनाएँ होइन,
2.5 वर्ष भयो म यही युट्युबमै ट्राई गरेँ, 1 वर्ष ट्राई गरेँ, सकेन। नसकेर चाहिँ अब ल होस् विदेशी जान्छु भने पासपोर्ट बनाएर रेडी पारिसकेको मान्छे हो क्या। अनि रेडी पारिसकेपछि यार गरौँ न, ट्राई गरौँ। यो अरूको भए गएर त्यत्रो दुःख गर्नुभन्दा बरु यहीँ चाहिँ दुःख गर्छु मेरो च्यानलमा चाहिँ अब आफ्नो पर्सनल लाइफमा पर्सनल काममा चाहिँ अब दुःख गर्छु भन्ने कुरो भएको वाइल्ड दुःख गरेँ त यति धेरै हातखुट्टा ताने जिन्दगीमा कहिले पनि त्यस्तो गरेको थिएन र खतरा चिजको एक्सपिरियन्स भयो। धेरै ठाउँहरू एक्सप्लोर गरेँ, धेरै कुराहरू बुझेँ, धेरै कुराहरू सिकाएर गएँ लास्टमा अनि न विदेश जानु आउनु भयो न च्यानलमा केही गर्न सकियो। गर्न घाटको के अभागी कसैको केही दोष होइन, यो मेरै दोष हो बे। अब मान्छे धेरै अभागी भएपछि यस्तै हुन्छ कि। त्यत्रो मेसिन चलाइरहेको थिएँ, पर्फेक्ट भइसकेको थिएँ कि दाइहरूले भन्थ्यो नजा यस्तो त्यस्तो गर भनेर के। तर मलाई फेरि यार यस्तो गर्नुभन्दा युट्युबमै गर्छु बरु के भनेर यार लास्ट दुःख लागिरहेको यार। तर वाइल्ड दुःख गरेँ अब मैले है। अरूले त के भन्ला के सोच्ला थाहा भएन, तर मैले चाहिँ प्राउड गर्छु नसुनु धेरै दुःख गराएर जस्तो यो च्यानलमा गरिस् तैँले। तर हार भन्ने कुरो मानेन न, यो च्यानललाई पनि यस्तो खतरा कन्टेन्ट हाल्छु थाहा छैन भोलिको दिनमा म कस्तो बनाउला के बनाउला। तर यो च्यानलमा यति धेरै भिडियोहरू अपलोड गर्छु, यस्तो बवालहरू कन्टेन्टहरू हाल्छु होइन पहिलाको भन्दा अझै। तर बिर्सि जान्छु मैले त्यो कुरोलाई। अब रुख पनि यस्तै हो है, 1 वर्ष थोरै फलफुलहरू आउँछ, फुलहरू कम फुल्छ होइन, त्यो सबै ओइलिएर झर्छ। फेरि अर्को वर्ष त्यो फुल यस्तो तरिकाले पलाउँछ होइन, साला रुखै झकमक हुन्छ कि। त्यस्तै हो। अब अहिले जे भयो छाडिदिउँ, अब अर्कोचोटि हेरौँ के हुन्छ, कि जङ्गे रेलमा कि जङ्गे जेलमा होइन। जेलमा त त्यस्तै होला, रेलमा तिर चाहिँ फुटबल ग्राउन्ड भयो है। पहिले पनि भनिरहेको हो, अहिले मात्रै आएको होइन कि। यहाँ त म पहिले आएर भिडियो बनाउने ठाउँ हो मेरो यो त। म नगएको ठाउँ छैन कि। अब भन्दाखेरि अब फुर्ती लागेको जस्तो, फुर्ती हाने जस्तो लाग्छ होला, तर सत्य नै यही हो क्या। अनि त्यो चाहिँ महेश्वरी हामी रातभर दिनभरि यति धेरै फुटबल भएका थियौँ, तर त्यो कुरा पनि छाडियो भएन। त्यो बुझ्यो कुरो होइन। त्यो खोला त्यहाँ आछ बगेर सर औँला देखाउनु हुन्न भन्छ, औँला देखाइदिइहालेँ। यो पिपलको बोट भयो। केटाहरू सुई खाएर सुई हाने खाएर सुई खाएर होइन क्या अरे, फल्ना चिज खाएर फल्ना सुई हानेछ भनौँ न। अनि यो चाहिँ मसान घाट भयो। वान डे वेटिङ फर दिस प्लेस वान डे। अनि त्यो कलकलाउँदो खोलामा फोहोरहरू बगिरहेको, कौवाहरू कस्तो मजा नुहाइरहेको है। ऊ कस्तो मजासँग देख्छ त कौवा त पारीको यार ए। अनि छैन त मेरो मोबाइल खतरा। अनि यस्तो हेर्दै गर्दा यो ठाउँहरू मसान घाट, मैले भने त वान डे वेटिङ फर दिस प्लेस आइ एम कमिङ। मान्छेहरू के सब गरिरहेको त्यहाँ। अनि पारी सगरमाथा पनि देखिरहेको छ है। दिस माउन्टेन एभरेस्ट अपोजिट गरे अन्त। यो ठाउँमा बुढाहरू आएर दुखिरहेको हुन्छ यतातिर। यो घर पनि बनेको छ दिस फकिङ प्लेस। अनि त्यो दाइ त्यहाँ बसिरहेको छ, अघि दुखिरहेको थियो, मैले भिडियोमा देखेर घोप्टे परेको रहेछ। अब माइ गॉड दिस इज अ फोर फ्लावर यस्तै छ। मलाई अब होइन लाइफमा कहिले पनि यार हेर म एउटा कुरा फाइनल के गर्छु भने मलाई पनि चाहियो हो कि साथी, एउटा मिल्ने साथी होस्, जहाँ मैले भने त्यही हिँड्ने होस्, मेरो कुरा उसले बुझोस्, मैले उसको कुराहरू बुझ्नु पऱ्यो होइन। त्यस्तो चाहियो हो मलाई पनि साथी कि। तर छैनन् रे, पहिले थिए, अब सबै आफ्नो बाटो लागिसके केही समयको लागि। जो राम्रै रिलेसन भयो साथीहरूको होइन। केटीहरूसँग नै रिलेसन राख्नुपर्छ भन्ने छैन क्या। तर केटी भन्दा पनि जो एउटा साथीहरूले बनाउने पनि यस्तो बवाल हुन्छ, गर्न नसकेका चिजहरू पनि गर्न सकिने आँट आउँछ, हौसला आउँछ, कन्फिडेन्स आउँछ होइन। थाहा न सबै कुरो सबै टाढा भइसक्यो होइन। त्यो म रोया होइन, यस्तो रुन लाग्यो भने होइन क्या, यस्तो के भएको त्यस्तो गराएँ। अनि अब भयो लाइफमा, अब पहिले पनि एक्लै हिँडिरहेको है साथी। अब त साथीहरू मैले गरौँ भन्ने कुरो आशा राखेन, एक्लै गरिरहेको। बिचमा साथीहरू भेट्ने राम्रो, आज भयो तिनीहरूले औकात देखाइहालेँ होइन। जस राम्रै गरिरहेको थियो। अब भएन भने के भनौँ, एक्लै गर्ने जे गर्ने होइन। अब आउने दिनमा पनि जेस गर्ने हो। साथी नै चाहिन्छ भने पनि छैन, चाहिए पनि ठिकै हो, भेटे पनि ठिकै हो। तर अब गाह्रो मलाई एकदमै गाह्रो।
अहिले यस्तो यो टाइममा चाहिँ मलाई के लागिरहेको छ कि यार म जतिको दुःख पाएको मान्छेहरू त को चाहिँ होला भन्ने लागिरहेको छ कि यार त्यो पीडा साला अस्ति नै झुन्डेर मर्दिन्थेँ म परिवार कोही नभइदिए भए त होइन फेरि अब पनि मरिस एउटा दुःख दिने कुरा हुन्छ नि त अब अरूलाई कति पाउने भन्ने कुरा हो अब आफ्नो दुःखलाई पनि मजाक उडाइरहेको छ उनीहरूले